यो जङ्गलमा 390 बिलियन रुखहरू रहेका छन्। यहाँको जङ्गलहरू यति घना छ कि यहाँ पानी परेको समयमा पानी जमिनमा पुग्न 10 मिनेट लाग्छ। यो जङ्गल 5 करोड वर्ष पुरानो मानिन्छ। त्यसो त जङ्गल जति सुन्दर छ त्यति नै डरलाग्दो पनि छ। यहाँ केही भाग मात्र पर्यटकहरूलाई घुम्नका लागि छुट्याइएको छ भने बाँकी भाग निषेध गरिएको छ, किनकि यी भागहरूमा निकै डरलाग्दो र विषालु जीव जन्तुहरूले भरिएको छ। साथीहरू, आउनुहोस् आजको भिडियोमा विश्वकै सबैभन्दा पुरानो अनि भयङ्कर डरलाग्दो एमाजोन जङ्गलको बारेमा चर्चा गर्नेछौँ। साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। एमाजोन रेन फरेस्ट विश्वको 20% अक्सिजनका स्रोतका रूपमा रहेको छ। त्यसैले एमाजोन जङ्गललाई विश्वकै फोक्सो समेत भन्ने गरिन्छ। यो जङ्गलमा 390 बिलियन रुखहरू रहेका छन्। यो जङ्गल यति घना छ कि यस जङ्गलको सतहमा 99% भूभागमा कहिल्यै पनि सूर्यको किरण पर्दैनन्, अर्थात् एमाजोन जङ्गलको सतहमा 1% भागमा मात्र सूर्यको किरण पुग्छ। यो जङ्गल निकै घना भएको कारणले गर्दा यहाँ पानी परेको समयमा पानी जमिनमा पुग्न 10 मिनेट लाग्ने गर्दछ। यो जङ्गल 5 करोड वर्ष पुरानो भएको मानिन्छ। एमाजोनको जङ्गलमा 400 देखि 500 सङ्ख्यामा नेटिभ इन्डियन्स बस्ने गर्दछन्, जसको आफ्नै भाषा र संस्कृति रहेको छ भने उनीहरूको बाहिरी संसारसँग कोही सम्पर्क छैन। यी मानिसहरूलाई बाहिर मानिसहरूले बिताएको जीवनको बारेमा केही थाहा छैन। वैज्ञानिकले पनि केही वर्ष अगाडि मात्र यी मानिसहरूको खोज गरेका थिए। एमाजोन जङ्गल भगवानको देनको रूपमा रहेको छ। यो जङ्गल यति सुन्दर छ त्यति नै डरलाग्दो पनि छ। यो जङ्गलको केही भाग पर्यटक घुम्नका लागि छुट्याइएको छ भने बाँकी भाग निकै डरलाग्दो छ, किनकि यस जङ्गलका जीव जनावरहरू निकै डरलाग्दा र विषालु छन्। यो जङ्गलको धेरै भागमा सधैँ अँध्यारो हुने गर्दछ। कुनै व्यक्ति यहाँको जङ्गलमा फस्यो भने सम्पर्कको कुनै पनि माध्यम छैन। ग्लास फ्रग। ग्लास फ्रग एमाजोनको सबैभन्दा अनौठो जीव मध्येको एक हो। यसको शरीर यति पारदर्शी हुन्छ कि बाहिरबाट नै यसको मुटु चलिरहेको देख्न सकिन्छ। शरीरको अन्य भाग पनि सिसा जस्तै देखिन्छ। यो भेगुत्तो पारदर्शी हुने भएकोले यो आफ्नो अगाडि नै भए पनि यसलाई झट्टै देख्न सकिँदैन। ग्रीन एनाकोन्डा। हामीलाई थाहा छ कि ग्रीन एनाकोन्डा विश्वकै लामो सर्पको वर्गमा नपरे तापनि यो सबैभन्दा वजनदार साँप मध्येमा पर्ने गर्दछ। यो सर्पहरू जमिन र पानी दुवै ठाउँमा बस्ने गर्दछन्। त्यसो त यसको ज्यादा वजनको कारण यिनीहरू जमिनभन्दा ज्यादा पानीमा बस्ने गर्दछ। यस्ता साँपहरू 20 देखि 30 फिट लामो हुने गर्दछन् भने यसको तौल 250 किलोसम्मको हुने गर्दछ। यी साँपले आफ्नो शिकार बेर्ने क्रममा सास पनि फेर्न नसक्ने गरी बेर्दछन्। यिनीहरूले शिकारले सास फेरुन्जेल बेरिरहने गर्दछन्। बेरिएको जीवको जब सास रोकिएको थाहा हुन्छ त्यसपछि मात्र खान थाल्छन्। यसरी ठुला जनावर शिकार गरिसकेपछि चाहिँ यिनीहरू लामो समयसम्म केही पनि नखाई बस्न सक्छन्। बुलेट एन्ट। यो यस्तो कमिला हो जसले टोक्दा गोली लागेको जस्तो महसुस हुन्छ। त्यसैले यस्ता कमिलालाई बुलेट एन्ट भन्ने गरिन्छ। यस्ता कमिलाले टोकेपछि 8 घण्टासम्म दुखिरहन्छ। यसले टोक्ने क्रममा न्युरोटोक्सिन छोड्छ जसले नर्भ सिस्टमलाई असर पार्ने गर्छ। पिङ्क डल्फिन। पिङ्क डल्फिन एमाजोन जङ्गलको सबैभन्दा सुन्दर जीव मध्येको एक हो। यो मानिसभन्दा धेरै ठुलो हुने गर्दछ। यसको लम्बाइ 9.2 फिट हुने गर्दछ भने यसको तौल 160 किलोसम्म हुने गर्दछ। यस किसिमको डल्फिन सानो हुँदा प्याजी रङको हुने गर्दछ भने जब ठुलो हुँदै जान्छ त्यसपछि हल्का गुलाबी रङमा परिवर्तन हुने गर्छ। यस्ता डल्फिनले सिटी बजाए जस्तो गरेर एक आपसमा कुरा गर्ने गर्दछन्। यस्ता डल्फिन दिनमा धेरै सक्रिय हुने गर्दछन्। यो डल्फिन सुत्ने बेला एउटा आँखा खोलेर सुत्ने गर्दछ। एमाजोनको जङ्गलमा 3600 भन्दा धेरै प्रजातिको माकुरा पाइने गर्दछ। तीमध्ये टारान्टुला स्पाइडर विश्वकै ठुलो खालका माकुरा हुन्। यो माकुराले टोक्दा असह्य पीडा हुन्छ।
साथै यस किसिमको माकुराको शरीरभरि रङ हुने गर्दछ। सायद अन्य माकुरा भन्दा ठुलो भएर पनि होला, हेर्दा पनि डर लाग्दो हुन्छ। पोइजन डार्ट फ्रग। यो भेगुतो एमाजोनको सुन्दर जीव मध्येको एक हो। यो हेर्दा जति सुन्दर देखिन्छ त्यति नै खतरनाक र विषालु हुन्छ। विश्वकै सबैभन्दा विषालु भेगुतो यही जङ्गलमा पाइन्छ। यो किसिमको भेगुतो यति विषालु हुन्छ कि एउटैले 10 व्यक्तिको ज्यान लिन सक्ने क्षमता राख्दछ। यो भेगुतोको विषले मानिसको नर्भ सिस्टम र मुटुमा असर गर्ने गर्दछ। यस्ता किसिमका भेगुता धेरै रङका हुने गर्दछ। ब्ल्याक केमन। यो केमन ठुलो गोहीको बच्चा जस्तो हुने गर्दछ। यसको लम्बाइ 13 देखि 16.4 फिटसम्मको हुने गर्दछ। यसलाई एमाजोनको सबैभन्दा ठुलो शिकारीका रूपमा लिने गरिन्छ। जाबुटिकाबालाई ब्राजिलियन ग्रेट ट्री पनि भन्ने गरिन्छ। यसको फल गाढा रातो देखिन्छ। यो फल रुखको डाँठमा नै लाग्ने गर्दछ। यो फल वर्षको 1 या 2 पल्ट फल्ने गर्दछ। यो फल हेर्दा अङ्गुर जस्तै देखिन्छ। यो फल ब्राजिलको स्थानीय पसलहरूमा पनि पाइन्छ। यो फल पाकेको 3-4 दिनमै बिग्रने गर्दछ। यसलाई जाम, जेली, वाइन बनाउन उपयोग गरिन्छ। सहारा डेजर्ट। त्यसो त एमाजोन जङ्गलको कुरा गर्दा सहारा डेजर्टको पनि नाम चल्ने गर्छ, किनकि यही सहारा डेजर्टले गर्दा नै एमाजोनको जङ्गलमा भएका बोट बिरुवालाई मल पुग्ने गरेको छ। सहारा डेजर्टको धुलोमा धेरै फोस्फोरस रहेको हुन्छ र त्यो धुलो एटलान्टिक महासागर भएर एमाजोन जङ्गलसम्म पुग्ने गर्दछ। यसरी सहारा डेजर्टबाट उडेर एमाजोनको जङ्गलमा पुगेको फोस्फोरसको धुलोले एमाजोन जङ्गलको माटोलाई मलिलो बनाउन मद्दत गर्दछ। फलका भेराइटी। विश्वमा पाइने फलको 80% भेराइटी ओरिजिन एमाजोनको जङ्गलबाट प्राप्त हुने गर्दछ। अमेजोनको जङ्गलमा पाइने 3000 भन्दा बढी किसिमका फल खान लायक छन्। सुन्तला, एभोगाड, कागती, नरिवल, अङ्गुर, आँप, कटहर आदि पाइन्छ। यो जङ्गलले हरेक वर्ष 2 बिलियन कार्बन डाइअक्साइड लिने गर्दछ। यो जङ्गलले विश्वकै सबैभन्दा धेरै कार्बन डाइअक्साइड सोच्ने गर्दछ। एमाजोन रिभर विश्वकै सबैभन्दा ठुलो नदीका रूपमा परिचित पानीको आधार बन्ने हो भने यो नै विश्वको सबैभन्दा ठुलो नदी हो। एमाजोनको नदीमा सयौं झरनाहरू छन्। यो नदी 6840 किलोमिटरसम्म फैलिएको छ। यस नदीका 60 सहायक नदीहरू छन्। यसबाट एटलान्टिक महासागरमा हरेक सेकेन्ड 65 बिलियन ग्यालन पानी बगिरहेको हुन्छ। एमाजोनको एक शाखा नदीको पानीको तापक्रम 100 डिग्री सेल्सियससम्म हुने गर्दछ। यसलाई बोइलिङ रिभर इन द वर्ल्ड पनि भन्ने गरिन्छ। यसलाई यहाँका आदिम मानवले स्वर्गको द्वारको रूपमा लिने गर्दछ। यहाँको आदिम मानवको मृत्यु भएपछि यहीँको पानीमा बगाउने चलन रहेको छ। विश्वको 25% औषधि एमाजोन जङ्गलबाट प्रशोधित गरेर बनाइएका छन्। यहाँ रहेका 40,000 भन्दा ज्यादा बोट बिरुवा अनेक विशेषताले भरिएको खोज अनुसन्धानबाट पत्ता लगाइएको छ। आज पनि खोज अनुसन्धानकर्ताहरू यिनै बोट बिरुवाबाट औषधि बनाउने कोसिस गरिरहेका छन्। एमाजोन जङ्गल दक्षिण अमेरिकाका 9 वटा देशमा फैलिएको छ, जसको सबैभन्दा ठुलो भाग लगभग 60% ब्राजिलमा पर्दछ। यसैगरी पेरुमा 13%, कोलम्बियामा 10%, इक्वेडर, भेनेजुला, सुरिनाम, बोलिभिया, गयाना र फ्रेन्च गयानामा पर्दछ। एमाजोन जङ्गलमा 40,000 भन्दा धेरै बिरुवाको प्रजाति रहेका छन्। यहाँ 1300 प्रजातिका चराहरू पाइन्छन्। यस्तै गरी यहाँ 2500 भन्दा धेरै प्रजातिका माछा, 430 प्रजातिका तन्दारी, 1000 प्रजातिका ब्यागुता, 370 प्रजातिका घस्रने जीव र 2.5 मिलियन किरा रहेका छन्। एमाजोनको जङ्गल विश्वको 90% जैविक विविधताको घरको रूपमा रहेको छ। तर दुःखको कुरा यहाँका लगभग 137 किसिमका बोट बिरुवा, जनावर र किरा फटेङ्ग्रा लोप हुने अवस्थामा पुगिसकेका छन्। केही वर्ष यता
अमेजनको 20% जङ्गल नष्ट भइसकेको छ। साथीहरू, आजको भिडियो कस्तो लाग्यो? मन परे च्यानललाई सब्स्क्राइब, लाइक, सेयर गरिदिनु होला। धन्यवाद।